सर कता हुनुहुन्छ? रिमिका लेक। रिमिका लेक गाडी बढ्दैछ। बाटो दुःख रहेछ। के अरूले खनेको बाटोमा नहिँड्ने भन्ने हो क्या? होइन, अरूले खनेको बाटोमा त हिँड्ने, सकेसम्म नहिँड्ने, आफैले बाटो बनाउने। हेलो के हो सर? के को फुल? खै सर के को फुल रहेछ यो? दामी लाग्यो। दामी एकदम राम्रो छ हेर्नु त। ल बधाई छ। हामीसँग पुरा सर के चोर्नु भयो सर? आहा यो के हो सर? भक्याम्लो भन्नुभएको छ सरले। मलाई फर न्यू टेस्ट फर्स्ट टाइम खाँदैछु सर। भने म भनिदिन्छु। दामी देखियो। यही देखियो कहाँ हो? कता हो सर? कता हिँड्दै हुनुहुन्छ? डर लागेको छैन? अहिले चितुवा झाडीबाट फुत्त निस्केर आयो। यस्तो झाडी छ। आज हामीहरू यो बिल्कुल मेरो लागि त नयाँ गन्तव्य, हजुरको लागि मेरो लागि पनि त नयाँ होइन। सरको लागि नयाँ गन्तव्य। हामी रम्बा गाउँपालिका पाल्पा जिल्लाको दोस्रो अग्लो लेक रिमिघा लेक, जहाँ रम्बा गाउँपालिकामा अवस्थित छ यो रिमिघा लेक। यो पाल्पा 1800 मिटर उचाइमा भएको, जसको चाहिँ झोकेदीबाट 1.5 किलोमिटर उत्तर पश्चिममा रहेको, यहाँ चाहिँ परापूर्व कालदेखि ऋषि मुनिहरूले तपस्या गर्ने स्थल। भजन कीर्तन आदि गरी बसेको पाइन्छ। यहाँ ऋषिको इनार, डिठिनी, कुवा, राजारानी ढुङ्गा 200 फिट लामो गुफा छ अरे उत्तरी ढलान जङ्गलमा। विशेष गरी हाम्रो यो कर्मथलो रम्बा गाउँपालिका नयाँ हामी दुवैजनाको नयाँ कर्मथलो रम्बा गाउँपालिका र यो रम्बा गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरू हामी यो छुट्टीको बेला अवसर पारेर प्रायः यसो हामी हिँड्ने गर्छौँ। आज हाम्रो यो गन्तव्य रिमिघा लेक हुन पुगेको छ। हामी रिमिघा लेकको पनि सर चाहिँ के रुख हो यो? रुखमा चढ्नु भएको छ माथि। बाँदरले चाहिँ यहाँ चाहिँ झाडीहरू प्रशस्तै नभएर देखिन्छ। यहाँ माथि आउने बाटो चाहिँ एकदम गोरेटो पछाउँदै आएको। हामी बाटो बनाउँदै दौराले फाँड्दै अगाडि बढ्दै आउँदा अन्ततः हामी गन्तव्यमा आइपुगेका छौँ। अब सर चाहिँ एउटा जम्पिङ सरलाई कस्तो लाग्यो आजको? एकदम बबाल दामी। मैले पनि एकदम इन्जोयमेन्ट गरिरहेको छु। विशेष गरी यो नयाँ क्षेत्र हाम्रो कर्मथलोसँगै जोडिएको यो नयाँ क्षेत्रको बारेमा हामी अध्ययन अवलोकन गरौँ भनेर चाहिँ हामी भकाम्लो पनि खाँदै आएको थियौँ। फेरि यहाँ भकाम्लोको रुखमा सर चढ्दै हुनुहुन्छ। सर आनन्दले है भाँचिएर सर भकाम्लो अलिक कमजोर हुन्छ भन्ने सुनेको छु। भाँचियो ट्र्याक्टरको आवाज आइरहेको छ। हुन त लडे पनि धेरै टाढा त पुगिँदैन। सर रुख चढ्न शौकिन हुनुको रहेछ र सम्वर्धन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो। हजुरको गुरु? मेरो पनि त्यही, हजुरले जे भन्नुभयो। माथि लेकसम्म हो गुरु। छैन गुरु। प्राकृतिक लाग्यो हजुरलाई? लाली गुराँस आइसक्यो यसमा छेउछाउमा। चोइटमा त आउनै पर्ने ठाउँ रहेछ नि सर। हजुर गएको ठाउँ देखियो नि त। जीर्णोद्धार पछि गरेको रहेछ क्या हजुर? यो भग्नावशेषहरू छ यहाँ आश्रम। भग्नावशेष देखियो। तुलसीको मठ, जोगीकुटी। चराको आवाज कस्तो मिठो लाग्यो सर। के भन्नु छ? प्राकृतिक सौन्दर्यता डर लागिरहेको छैन तपाईँलाई? डर लागिरहेको छैन। दुईजना छौँ त्यहाँबाट डर लागिरहेको छैन।
पनि छ अँ अरूको डर हुन्छ नि वन्यजन्तुहरूको डर ए आउँछ कि भन्ने हो मान्छेको डर त लाग्दैन तपाईँलाई मान्छेको डर लाग्दैन अब हजुर त्यस्तो खाले कन्या मन्दिरको भग्नावशेष हो कि के हो यो मन्दिरको निकालो पनि है छ फुल पूजा गर्ने ठाउँ जस्तो हो कि के हो यो